हेलो हेलो एभ्रिवान। आज म एउटा सानो कुरा राख्न आइरहेको छु के तपाईँहरू सामु। तपाईँको नि एकदम नजिकको कोही आफ्नो आफन्त मतलब तँलाई पर्दा म छु ल भन्ने कोही हुनुहुन्छ सायदै हुनुहुन्छ, प्रायको हुनुहुन्छ, सबैको नभनौँ प्रायको हुनुहुन्छ। अनि मेरो पनि त्यस्तो के परिवारमा आफन्तमा 4-5 जना यस्तो हुनुहुन्छ कि एकदमै के पिलरको रूपमा काम गर्ने के। एउटा मेरो श्रीमान, तेरो खुसी नै मेरो खुसी भन्ने टाइपको होइन, जेसुकै होस् एकदमै खुसी लाग्छ कि त्यो कुरामा चाहिँ तेरो खुसी मेरो खुसी भन्ने विचारको हुनुहुन्छ उहाँ चाहिँ। अनि दोस्रो मेरो आमा, हरेक समय के पोजिटिभ, कसैलाई केही भन्नु हुँदैन, कसैले केही भन्यो भने पनि त्यसलाई जवाफ दिनु पर्दैन हुँदैन, माथिबाट हेर्नुहुन्छ टाइपको। अनि म चाहिँ अलिक फरक खालको छु, कसैले केही भन्यो भने प्याच भनिहाल्ने, त्यो भन्नु हुँदैन थाहा छ तर किन राख्नु त, नभएको कुरा भन्यो भने फर्काइहाल्ने के जवाफ। अनि पुरा आनन्दले बस्ने, पछि सोचेर नबस्ने, त्यो टाइपको म चाहिँ। अनि त्यो राम्रो होइन बानी, तर कसैले चित्त दुखायो भने दोहोरो कुरा गर्ने बानी छ, या कसैले केही औँल्यायो भने पनि दोहोरो कुरा गर्ने बानी, त्यो चाहिँ राम्रो कि नराम्रो मलाई चाहिँ ठिक लाग्छ। नराम्रो पनि होला सायद, अब अरूको लागि चाहिँ छुच्ची टाइपको होला, मेरो लागि चाहिँ त्यही नै ठिक लाग्छ। पछाडि कुरा काट्नुभन्दा अगाडि नै भनिदिए आनन्द। अनि त्यस्तै गरी मेरो घर परिवारमा चाहिँ मेरो दिदी हुनुहुन्छ, जो घरको हरेक परिवारलाई म छु है भन्दै अहिलेसम्म सपोर्ट गर्दै आउनु भएको छ होइन। अनि सोध्छु उहाँलाई चाहिँ कसले सपोर्ट गर्छ, उहाँले चाहिँ म छु है भने हुनुहुन्छ, उहाँको पनि आफ्नो धेरै नै हुनुहुन्छ, तर पनि जसरी उहाँले भन्नुहुन्छ उहाँलाई भन्ने चाहिँ को हुनुहुन्छ होला जस्तो मलाई चाहिँ जिज्ञासा लाग्छ कि। मतलब हरेक कुरामा क्या म गर्छु, हरेकलाई म यो सक्छु, म यो गर्छु टाइपको। अनि त्यसपछि मेरो दिदी, मेरो घरमा चाहिँ मेरो ठुलो दिदी, त्यसले किन थाहा छैन मेरो आमाले भन्दा पनि बढी माया गर्छ। अनि हिजो अस्तितिर मलाई के भन्दै थिएँ, 2-3 दिन अगाडितिर, त 7 जुनीसम्म पनि मेरै बहिनी भइरहे किन भनेको, किन हुनु पऱ्यो भने दुःख लाग्यो हो क्या तँलाई। त्यस्तो होइन भने मैले के भने, जति मैले मेरो जन्मदिने आमालाई या जति मैले मेरो श्रीमानलाई माया गर्छु, त्यो मतलब त्यस्तै मायामा पर्छेस् त पनि मलाई तेरो त्यति माया लाग्छ अरे कि। मलाई भन्दा पनि कस्तो आनन्द, कस्तो सुन्दा नि कस्तो खुसी लाग्यो क्या। माया गर्छ थाहा छ, तर कसरी दाँजेको भन्दाखेरि जन्मदिने आमासँग उसले मलाई दाँजिरहेको थियो, अनि मलाई कस्तो खुसी लाग्यो त्यो कुरा चाहिँ। माया मलाई सबैले गर्नुहुन्छ, घर परिवार माइती परिवार सबै होइन। जो साथीभाइहरू हुनुहुन्छ उहाँ पनि जति समय मसँग रहनु भएको छ हरेक मान्छे पोजिटिभ नै रहनुहुन्छ। अब त्यो टाढिएर दुखी भएकोहरूसँग त के कुरा गर्नु, के कुराले दुखी हुनुहुन्छ या के कुराले खुसी हुनुहुन्छ, त्यो त मतलब भएन। तर मेरो अगाडि बढ्दा तेरो लागि म छु है भन्नेहरू र मुखले भन्नेहरू र साँच्चैको हुनेहरूमा फरक हुन्छ। साँच्चैको हुनेहरू चाहिँ मैले पनि निहालेको छु। अब हुँदिनँ मैले कहिले कसैलाई सपोर्ट गर्न, केही कुरामा सपोर्ट गर्न सकेँ भने एउटा म मात्रै के। मलाई एउटा सानो समस्या आउँदा नि मेरो परिवारलाई एकदमै चिन्ता हुने, तर मलाई कहिल्यै चिन्ता नहुने किन होला त्यो कुरा चाहिँ। मलाई हिजो एउटा सानो समस्या पर्यो, मलाई मेरो परिवार पुरै सिरियस के, म चाहिँ पुरै खुसी भइरह, म चाहिँ भित्रभित्रै एकदमै एक्साइटेड, ल जे भयो राम्रो भयो भन्ने भइरह मलाई चाहिँ होइन। अनि मम्मीलाई सुनायो, अनि उता घर परिवारमा सुनायो, सबैजना सिरियस के, जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने हुन्छ नि एउटा कुरा। के भएछ म मात्रै हो कि भविष्यकै चिन्ता नभएको कि सबैजना यस्तै हुनुहुन्छ। परेको टर्छ, चिन्ता किन लिनु, ताइन लिनु हुँदैन मेरो सोचमा चाहिँ, तर लिनु चाहिँ पर्छ। मतलब चिन्ता लिने होइन क्या, चिन्ता चाहिँ किन लिनु, परेको टर्छ, पोजिटिभ चाहिँ हुनुपर्छ भन्ने सोच मात्रै हो मेरो। म मेरो परिवारलाई भन्न चाहन्छु, मेरो बारेमा यति धेरै चिन्तित पनि नभऊ, म जहाँ छु जे छु सबै ठिक छ, सबै खुसी छु। माया चाहिँ सधैँ गरिराख्नु सबैजनाले।
तर चिन्ता भनेर मेरो चिन्ता चाहिँ लिएर नबस्नु, मेरो परिवारको चिन्ता चाहिँ लिएर नबस्नु। हरेक कुराको समय हुन्छ, सुख दुःख हाँसो खुसी हरेक कुराहरू आएरै छोड्छ, भएरै छोड्छ, आफ्नो आफ्नो समयअनुसार। यति नै हो। खुसी लाग्छ परिवारहरूले गरेको प्रेम माया देख्दाखेरि खुसी लाग्छ। किन उहाँहरूले जति प्रेम गर्नुहुन्छ, जति माया गर्नुहुन्छ, म उहाँहरूसँग त्यति नजिक किन हुन सक्दिनँ? मैले सोचेर मैले चाहेर पनि म रुड अलि हुन्छ नि एकदम खडुस टाइपको छु। तर जे भयो नि माया नलाग्ने चाहिँ होइन, माया लाग्छ सबैजनाको, खुसी पनि लाग्छ। यति नै धेरै कुरै छैन, भिडियो यति नै। कुरा गर्दा गर्दै के बोलेँ मैले।